हजुर के पकाउन लाउनु भएको र हजुरले? त्यसो भए पोल्छ है, पोल्छ। अब राख तल एकछिन राख, आगो छ अब। एकछिनमा चलाउने पख मिठो पकाउनु लागि हौ। के हालेछौ त नि अनि त्यहाँ? टमाटर होला। के पकाउनु लाउनु भएको र हजुरले? के पकाउ लाउनु भएको भनेको कि? कहाँ अमला हुँदो नै होइन अमला। के हाल्यौ त त्यहाँ नि? हजुर के हालेको रे? फुटाल्न काटेर हालेको, फुटाल्न पर्दैन। हजुर मैले त यतिकै बसेको छु। तिमी के आएर बसेको त नि? तिमीले के पकाउनु लाग्छौ त? त्यहाँ पोखेला नि, फेरि पोल्ला, फेरि पोल्यो पोख्यो भने ओखो ओखै। अब चम्चा तल राख एकछिन। फेरि त्यस्तो नगर, पोलिन्छ सानो। सुन्यौ मेरो कुरा? हजुर के भन्यौ? त्यसो हुत्त परिन्छ, त्यस्तो चल्नु हुन्न है सानो। अहिले त्यहाँ बसेपछि किन गोजीमा हात हाल्नु परिन्छ र? हजुर तिम्रो जकेट होला नि। अनि तिमीले अनि बाले कुरकुर गरेको हेऱ्यौ? कसरी कुरकुर गर्नुभएको थियो? एकछिन पख न, माउले कस्तो गरेछ नि त बाहिर। त्यहाँ त्यस्तो गरेर हुत्त परेलाई, फेरि त्यहाँ चल्ने होइन त्यहाँ अगाडि गएर। खुलेकै छ ल, खुल्लै छ त, आफ्नो ढङ्ग होइन। के भयो होला? के भयो? कपाल खाऊ क्या? ठिकै हो? डढा खाइन, नहुने कुरा।